नमस्कार, शुभ प्रभात एन्ड हरे कृष्ण। सो हामीले हिजो छलफल गरेका थियौँ भगवत गीता के होइनको बारेमा। भनेपछि आज हामी छलफल गर्छौँ भगवत गीता के हो त। हेर्नुहोस्, वास्तवमा सिम्पल भाषामा भन्ने हो भने भगवत गीता भनेको चाहिँ हामी ह्युमन बिङको लागि चाहिँ म्यानुअल हो। म्यानुअल जसरी हामीले कुनै इलेक्ट्रोनिक्स ग्याजेटहरू किन्छौँ हामीलाई म्यानुअल प्रोभाइड गरिन्छ, ताकि यदि हामीले त्यो म्यानुअल अनुसार त्यो इलेक्ट्रोनिक्स ग्याजेटलाई हामीले युज गर्ने हो भने चाहिँ न त्यो ग्याजेटमा ओभर हिटिङ हुन्छ न ओभर कुलिङ हुन्छ। त्यो ग्याजेट्सको लाइफ पनि एकदम लङ्गेभिटी हुन्छ, राम्रो हुन्छ, स्मुथली चल्छ। तर यदि हामीले त्यो म्यानुअल हेरेनौँ, जथाभावी युज गऱ्यौँ भने चाहिँ हाम्रो लाइफमा ओभर हिटिङ, ओभर कुलिङ, एङ्ग्री, डिप्रेसन र यस्ता धेरै समस्याहरू, मेन्टल, फिजिकल यस्ता समस्याहरू, साइकोलोजिकल समस्याहरू आइपुग्छन्। त्यो चाहिँ भगवत गीताले हामीलाई सल्भ गर्नलाई मद्दत गर्छ। अर्को के हो त भगवत गीता भन्दाखेरि भगवत गीता एउटा कल्पवृक्ष जस्तै हो। भगवत गीता एउटा चिन्तामणि जस्तै हो। भगवत गीतामा तपाईँले सबै कुरा खोज्न सक्छ, जे पनि भेटिन्छ, बट इट सुड बी अबाउट लाइफ। कल्पवृक्ष तपाईँले भगवत गीतामा बिजनेसको बारेमा पनि, बिजनेसको लेसन्सहरू पनि लिन सक्नुहुन्छ। तपाईँ स्टुडेन्ट हुनुहुन्छ, स्टुडेन्टको बारेमा तपाईँलाई मोटिभेसन अलिकति चाहिएको छ, कसरी अगाडि बढ्ने, एउटा लक्ष्य कसरी हासिल गर्ने भन्ने चाहिएको छ, यु क्यान गेट इन भगवत गीता। तपाईँ गृहस्थ हुनुहुन्छ, जसरी अर्जुन गृहस्थ हुनुहुन्थ्यो, तपाईँलाई सम्बन्धको बारेमा चाहिँ जान्ने मन छ भने चाहिँ यु क्यान लर्न इट फ्रम भगवत गीता। यो भगवत गीता वृद्ध अवस्थामा हुने महानुभावहरूको लागि पनि हो। नि भगवत गीतामा लेखिएको छ कि यो लाइफलाई सक्सेसफुल्ली कसरी इन्ड गर्ने, यो लाइफबाट एचिभ गर्नुपर्ने हामीले के हो, धन सम्पत्ति मात्रै हो कि हैन, बालबच्चा मात्रै हो कि, वाट सुड वी गेट फ्रम दिस लाइफ। सो अर्जुन जसरी गृहस्थ हुनुहुन्थ्यो, युवा हुनुहुन्थ्यो, त्यसै गरी नै यही अवस्थामा नै हामी सबैजनाले भगवत गीता अध्ययन गर्नुपर्छ, ताकि हामीले प्रोपर डिरेक्सन फर लाइफ, प्रोपर एटिट्युड फर लाइफ, प्रोपर डिटर्मिनेसन फर लाइफ, proper success for life, what actually success is. Hare Krishna.